हरे कृष्ण। धर्मको अर्थ के हो त? धर्मको अर्थ हो धार्य इति धर्म, यानि कि धारण गर्नु अथवा लगाउनु, आफ्नो जीवनमा उतार्नु। धर्मको अर्थ यही हो कि आफ्नो जीवनमा उतार्नु, आफ्नो व्यवहारले, हरेक कार्य तपाईँले जीवनमा, आफ्नो जीवनमा गर्नुहुन्छ त्यसलाई धारण गर्नु। हाम्रो सनातन धर्मले के गर्छ? आफ्नो धर्मको बारेमा ज्ञान हुनु, धर्म भनेको के हो त्यसको बारेमा जान्नु र जीवनमा उतार्नु। जसरी हामी एउटा यो कपडा लगाइ बस्छौँ, कहिले उतार्दैनौँ, 24 घन्टा लगाइबस्छौँ, त्यसै गरी हामीले जीवनभर आफ्नो धर्मलाई धारण गर्नुपर्छ, धर्मको साथ चल्नुपर्छ, धर्मलाई अपनाउनुपर्छ हृदयदेखि र धर्ममा बसेर नै काम गर्नुपर्छ। धर्म भनेको चाहिँ धारण गर्नु, अपनाउनु। हरे कृष्ण।